हेलो युट्युब फ्यामिली, वेलकम टु माई ब्लग। आज भने म विद्यालयबाट चाहिँ बर्मरको लागि सिरुबारी जाँदैछु र भर्खरै स्कुल आइ पनि पुगेँ। अब मेरो यात्रा यहाँबाट सुरु हुन्छ र मैले यो ब्लग भनेको चाहिँ जस्ट फर मेमोरिज बनाउँदैछु। कति राम्रो देखिन्छ मलाई आज सिमरन। अनिवार्य जानुपर्छ इङ्ग्लिस गर्नु के ल्याउनु पर्यो शाबास नाच्दै गाउँदै हामी चाहिँ पिपल डाँडा भन्ने ठाउँमा आइपुगेका छौँ र अब हामी चाहिँ खाना खान्छौँ। Kali nanti selatan. Ya, Johnny pun nanti kita ini hari. Kata, mungkin teman di mana? अझै शीतल छ यहाँ होइन त्यही म ब्लगमा राखिदिन्छु यसलाई। बमिट भयो ल कति राम्रो आएको र प्लास्टिक लगाइदिएछन् के भन्नु छेङछेङदी मन्दिर दर्शन गर्न हिँड्दैछौँ। छेङछेङदी मन्दिर भयो भयो आज गर्ने
मेरो पनि गराइदिनु नि एउटा भिडियो हिँडेको लाकेला मैले गराइदिन्छु किन सिलगढी आयो फोटो निकिन्छ मैले एउटा जन्तियै गए चाहिँ भाइ यहाँ चाहिँ कुकुरहरू पनि एकदमै ठुलो ठुलो बोटे कुकुर हुने रहेछ नहेरेर हिँडे बस्थे के चाल हुन्छ कि यता जानुस् यता 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 लिएर आउनु जोला
यहाँको स्पेसल है गुरुङ गाउँमा आएर लुङ्गी चाहिँ लाउनु पर्छ। सुस्मिता आऊ के यस्तो देखियो नि त हाम्रो साथीले युट्युब भिडियोलाई कल गर्नु भएको छ कि त्यही भएर व्यस्त हुनुभएको छ। लुङ्गी लुङ्गी डान्स भनेको के अरे ल भयो केही नगर तिन है यो चाहिँ हामी बस्ने घरको किचन। अब हामी चाहिँ खाना खान्छौँ अनि रातिको 8 बजी चाहिँ कल्चरल प्रोग्राम हुने रहेछ गुम्बामा अनि हामी चाहिँ खाना खाएर त्यहाँ जान्छौँ रमाइलो गर्नको लागि। यदि हामी हिँड्यौं भने जीवनमा दुःख होइन सुखै सुख पाउला कान्छी माया हाम्रो पुग्छ भने कसम पनि खाउला कान्छी भागी होइन मागी बिहे बुझाउने कुरो भागी होइन मागी बिहे यदि तिमीले भन्छौ भने एक होइन दुईचोटि तिम्रो घरमा धाउला काली माया हाम्रो फुल्छ भने कसम पनि खाउला काली सिद्धियो
कति छोटो पनि अब भने कति मजा आउँछ जान हुँदैन ए बहिनी जामो भयो मैले मेरो एउटा चाहिँ उमेरमा मेरो हुन नसकेको प्रेमिकाले सम्झेर ल्याएको ल अब म सुरु गरेँ है त आँगनमा जन्तीको ओहोर दोहोर थियो आँगनमा जन्तीको ओहोर दोहोर थियो मनभरि पीडा घनघोर थियो आँगनमा जन्तीको ओहोर दोहोर थियो मनभरि पीडा घनघोर थियो म बस्ने सानो घर उनको लागि बाख्राको खोर थियो बाउ उसको पुलिस थियो भने छोरो उसको चोर थियो बाउ उसको पुलिस थियो भने छोरो उसको चोर थियो अरे 1 वर्ष बढी पो बाँचेछु मर्ने पालो त पोहोर पो थियो धन्यवाद है जिन्दगी चल्दैन मेरो मायालु नभई गाजल लगाई चिटिकै बन्दा कुनै कम्ती देखिन्न फुल भन्दा सलाला बबै जिन्दगी चल्दैन मेरो मायालु नभई यो गीत चाहिँ म ट्र्याकमा गाउँछु सबैजनाले सपोर्ट गर्नु होला है ल ट्र्याक Good morning from Sirubari. भोलि चाहिँ खतरा नाचिदिएको होइन जस्तो त्यो हो त्यसरी नाचिदिनु भयो तपाईँले भनेको मनाङ ताकेको सबै तपाईँको राम्रो होस् भन्दै माझा चाहिँ सकारात्मक अनुभवहरू भनिरहनु भएको छ दिइरहनु भएको छ हामी हामी वालिङ आइपुग्यौँ र अब हामी यहाँ चाहिँ खाना खान्छौँ हामी जोरदार आइपुग्यौँ के कुराको लागि हो विशेष धन्यवाद सबैजनालाई ल बाइ बाइ ए हिँड अगाडि कानमा हेर म त आधी घन्टा लाग्छ पुग्न बाइ बाइ
हामी फाइनली स्कुलमा चाहिँ आइपुग्यो। अब म यहाँबाट चाहिँ आफ्नो स्कुटी लिएर घरतर्फ लाग्छु। थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई।